हामीले अनिमा दिदी धेरै खुसी लागेछ मलाई चाहिँ अनिमा दिदीसँग भेट भएर यत्रो टाढादेखि मसँग भेट गर्न लागेको छ पुनुलाई भेटेर सोचेकी पनि थिइनँ मैले त सपनामा पनि सोचेकी थिइनँ पुनुसँग भेट हुन्छ भनेर म चाहिँ सोचेको हुँदैन तपाईँ नगाउँ आउनुभएको छ नि थाहा थियो तर यहाँ आइपुग्नुहुन्छ भने मैले सोचेको नि थिइनँ त्यही त दिदीलाई नचिन्ने त सायद कोही पनि हुनुहुन्न मलाई थाहा छ सबैले नै चिन्नुहुन्छ होइन चिन्नुहुन्छ तपाईँलाई त्यस्तो लाग्छ होइन सबैले चिन्नुहुन्छ यहाँ अब हेर्नु न सबैले नै चिन्नुहुन्छ दिदी अब ज्वाइँलाई ज्वाइँ यता र आज चाहिँ हाम्रो घर दिदी आउनुभएको छ र धेरै धेरै राम्रो लागेछ दिदी आउनु छ निता त पुरा एक्साइटेड हिजो रातिदेखिबाटै नै र दिदी आउनुभयो दिदीलाई धेरै धेरै धन्यवाद छ हामीहरूलाई सम्झेर आउनुभयो नितालाई सम्झेर आउनुभयो मायाले तानो के हजुर 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 कस्तो चाहिँ माने भेट्न छेउमै भन्दाखेरि हजुर 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 माने दिलका रिस्ता कस्तो हुँदो रहेछ कि थाहा भयो अनि यो यता सुमित्रा एकदम थ्याङ्क यू सुमित्राले गर्दाखेरि भेट हुनलाई पाएँ मैले चाहिँ निता बुनुलाई अनि राम्रो लागेको छ दिदीलाई धेरै धेरै धन्यवाद छ उहाँ दिदीलाई हाम्रो घरसम्म ल्याइदिनको लागि ऊ पनि पुरा नितालाई भेट्न जाने भनेर एकदम राम्रो लाग्यो अरू ज्वाइँले अकडी भनेको झन् राम्रो लाग्छ भनिदिनु त आउँदो रहेन रहेछ कि त्यो उसमा त्यो उसमा चाहिँ हुनु पर्दो रहेछ कि अनि बल्ल अक्कडो काम गरौँ भने चाहिँ आउँछ कि जस्तो लाग्छ कि मलाई चाहिँ नि त दिदीलाई धेरै धेरै धन्यवाद छ र उहाँ दिदीलाई पनि धेरै धेरै धन्यवाद छ एकदम मलाई पनि भाइलाई भेटेर यति राम्रो लाग्यो नितालाई भेटेर म यो जग्गामा कति बार आइछु गाइस अगाडि त हजुर हजुर तर यिनी त्यति थिएन नि त्यस्तो त्यही त मलाई पनि कता कता दिदीलाई माइती गाउँ हो यो त हजुर तपाईलाई चाहिँ देखे जस्तो चाहिँ लाग्छ अझै पनि मलाई हजुर तपाईलाई कहीँ देखे जस्तो चाहिँ लाग्छ तर अस्ति आएको बिहामा छेउमै हुन्छ हुन्छ सबैजनालाई धेरै धेरै धन्यवाद छ दिदी आउनुभयो र राम्रो लाग्यो हामीहरूलाई पनि धन्यवाद दिदी यसरी नै सम्झेर आइराख्नु हामी पनि समय मिलाएर अवश्य आउने कोसिस गर्छौँ होइन